र यो ठाउँमा आएर पर्खिरहेको छ। तर समय बितिरहेको छ। कोही नआएको देख्दा उसलाई छटपटी हुन थाल्छ र मनमा अनेक कुराहरू खेल्न थाल्छ। आउनै पर्छ। अब फर्किने बाटाहरू छैनन्। पछाडिका बाटाहरू ढुङ्गाले बनाउने बाटा जस्तै सबै हराइसकेको छ। अब त म पछाडि फर्केर जानु भनेको पनि गलत हो। पाप हो, पाप। होइन, तपाईँहरू नआत्तिनुहोस्। मेरो यो अवस्था देखेर दुःख मान्नुपर्ने केही पनि छैन। के म सचेत छैन र? पढे लेखेको छु, कुनै बेला टिचर पनि थिएँ, अहिले छैन। अहिले त केवल पारिजातको कथाको पात्र जस्तो ठिङ्ग उभिएको छु। उसको पर्खाइमा ऊ आउनेछ अनि मलाई अँगालोमा लिनेछ अनि सब ठिक हुन्छ। यो अहिले भइरहेको कुराकानी ऊ आएपछि सबै सकिन्छ र यो कुराकानीको कुनै उद्देश्य छैन, कुनै निष्कर्षमा पुग्ने होइन यसको उद्देश्य। यस्ता निष्कर्षहीन कुराकानी त हामीले कति गर्छौँ। अहिले तपाईँहरूले पनि गरिरहनु भएको होला नि है? कति थके लाग्छ है। उफ, म त लास्टै खान्छु। यतिकैमा ऊ आफ्नो घडी हेर्छ। एकजना केटा टाढाबाट जडियाको पाइला चाल्दै आउँछ। केटी थोरै डराउँछ। कस्तो पर्खाइ? को हो त? म तपाईँको कल्पनाको सानो झुक्को, तर तपाईँ धेरै आत्मनिर्भर हुनुहुन्छ। मलाई वितरण गर्नुहुन्छ। म किन आत्तिने? किनकि तपाईँलाई थाहा छ, जो मान्छे तपाईँले पुरिराख्नु भएको छ त्यो मान्छे त्यो होइन भनेर। तँलाई कसले पठाएको मलाई थाहा छ राम्रोसँगले। तँलाई त्यही सेतो कोटवालाले पठाएको हो कि भन् त? मलाई फेरि त्यसकै जेलमा पठाउन आएको त? जेल त तपाईँले आफ्नो मनमा लगाइराख्नु भएको छ। म त तपाईँको साथी हो। बेलामा तपाईँलाई चेतावनी दिन पो आउँछु त यत्तिकै भाग्दिने छैन? तँलाई यही ढुङ्गा हाल्ने मार्दियो? त भाग्छ भाग्दिनुहोस्, भागिहाल्छु र त। अनि त्यो सेतो कोटवालालाई भन्दै म अब त्यसको कैदमा आउनुवाला छैन भनेर भागिहाल्छु र। भाग। सायद तपाईँले बिर्सिनु भयो होला। याद छ त्यो कलेज? याद छ त्यो स्टाफ रुम? 2071 साल जेठको 13 गते। त भागिहाल्छु त? त भागिहाल भनेको मलाई बाँच्न दिनुहोस् त। छिटो भागिहाल त। त्यो मान्छे ठिक छैन हो? छिटो भागिहाल भनेको। छिटो भागिहाल।
यस्तै यस्तो तपाईँहरूलाई पनि हुन्छ? तपाईँहरूले पनि भोग्नु भएको छ यस्तो? त्यो सेतो कोट लगाउनेलाई उसले भनेको मेरो मेरो आवाजहरूले मूर्त रूप लिन्छन् रे। पत्याउनुहुन्छ तपाईँहरू? त्यस्तो नि खाइ हुन्छ र? अस्ति अस्ति मैले त्यसलाई त्यो सेतो कोट लगाउनेलाई मलाई लिन कोही आउँछ अनि मलाई यहाँबाट निकालेर टाढा लग्छ भनेर भन्दाखेरि त्यो तिम्रो भ्रम हो, त्यो सत्य कुरा होइन भन्थ्यो, त्यो कुराको कुनै अस्तित्व नै छैन भन्थ्यो। मेरो मनबाट निस्केको मेरो सृजनाहरूलाई त्यसको कुनै भावना नै छैन भन्थ्यो। माया भने के छ त्यस्तालाई? माया भने त्यस्ता सेतो कोट लगाउनलाई के थाहा? मेरो मनसँग खेलबाड गरेर मेरो सृजनाहरूलाई कुनै ल्याबोरेटरीमा राखेको केमिकलहरूले बदल्न खोजेको जस्तो गएर बदल्न खोज्छन्। मेरो भावनाहरूलाई बदल्न खोज्छन्। मेरो भावनाहरूको कुनै औचित्य नै छैन भन्छन्। तर आज ऊ आउँदैछ र ऊ आएपछि यो सब ठिक हुन्छ। सबै ऊ आउनेछ अनि मलाई उसको अङ्गालोमा घेर्नेछ। त्यसपछि सब ठिक हुन्छ। मैले भनेको थिएँ नि ऊ आउँछ भनेर। के हजुरहरूले पनि मलाई त्यही सेतो कोट लगाउनेको नजरले हेरिराख्नु भएको थियो अहिलेसम्म? कति ढिला गरेको के? कति ढिला गरेको? अनि अर्कालाई यति राति यत्तिकै कुराएर धेरै बेर कुराएँ मैले तिमीलाई। हो धेरै बेर कुरायो। सरी बाबा, सरी, माग्छु त अब। अनि किन ढिला गरेको? आउँदै काम पऱ्यो के पसलको, त्यही भएर ढिला भयो। के काम हो र त्यस्तो मभन्दा इम्पोर्टेन्ट? काम गर्दा गर्दै हाम्रो काम त बिचमा कहाँ भागेछ बुझ्दै सम्झँदैन नि। अनि भेट्यो त? भेटियो अनि सबै कुरा पनि मिल्यो। अनि अर्को कुरा, अब म तिमीलाई लिएर जाँदैछु, कहाँ लग्ने, कसरी राख्ने भन्ने सबै व्यवस्था पनि त मिलाउनु पऱ्यो नि त, होइन? त्यही मिलाएर आएको के म। अब ढुक्क भएर तिमी मसँग जाँदा हुन्छ। तिमीले मेरो कति ख्याल राख्छौ है? हो नि, राख्छु नि। तिमीलाई त्यस्तो लाग्दैन? लाग्छ। हो, त्यही तिम्रो ख्याल राख्ने भने त मैले तिम्रो फेभरेट चक्लेट पनि ल्याइदिएको छु त। चक्लेट? हो त, त्यहाँ गाडीमा राख। जाउँ न त खान। अनि जानुभन्दा अगाडि तिम्रो अडियन्स हेर्दा बाई गर्दै न त। बाई भन्नुपर्छ र? पर्छ, ल बाई।